दर्शकबिन यो ठाउँमा पनि काम हुँदैछ, त्यसैले छोटो भिडियो मैले राख्न चाहेँ। म टुक्रा टुक्रा भिडियोहरू चाहिँ राख्नेछु। यहाँको अवस्था पनि मैले पहिले राखेको थिएँ। अब यो कालोपत्री गर्नु बाँकी छ छेउ साइडमा, भने अन्य काम चाहिँ भइसकेको छ, सबै गरिसकेको छ। र योभन्दा अगाडि पनि काम हुँदै भएको कारणले मैले यो पनि देखाउन चाहेँ। दर्शकबिन यहाँको अवस्था कस्तो छ? गाडीहरू एकदम स्पिडमा कुदिरहेका छन्। खाली छ बाटो, जाने सवारी साधन मात्रै देखिएको छ भने आउने छैन। र यो ढलान गर्ने काम हुँदैछ दर्शकबिन। यो कामहरू धेरै सुस्त हुँदैछ। यो धेरै भयो, मैले पहिला पनि भिडियो हालेको थिएँ धेरै पहिलादेखि, तर काम चाहिँ सुस्तै भएको छ। यो पहिरो काटेर यहाँ अलिकति घुम्ती बढाइएको छ। यो ढुङ्गाको पहिरो यो धेरै काट्नु पनि हुँदैन, ढुङ्गा सकियो भने पहिरो आउन सक्छ। पोहरो काटेको, पहिरो काटेको होइन, पोहरो काटेको। र ढुङ्गा सकियो भने पहिरो आउन सक्छ। त्यसैले अब लगभग यो चाहिँ योभन्दा बेसी चाहिँ काट्नु हुँदैन। मुगलिन नारायणघाट बिचको सडकमा पनि यही अवस्था हो। त्यहाँ पनि ढुङ्गा थियो, त्यो ढुङ्गालाई हटाइसके पछाडि पुरै पहाडै पुरै माटो चाहिँ पहिरो आएको छ। त्यसैले यस्तो चट्टानहरू चाहिँ सकेसम्म काटेर थोरै काटेर चाहिँ मिलाउनु पर्ने अवस्था देखिन्छ। त्योभन्दा बेसी गऱ्यो भने पहिरो नै आउने अवस्था देखियो। यो डाङडुङ्गे पुल भन्ने ठाउँमा आइयो। यहाँबाट हामी अगाडि बढ्दैछौँ। यो सिमलेको पानी भर्ने ठाउँ डाङडुङ्गे पुल। यहाँबाट चाहिँ हामी अगाडि बढ्दैछौँ दर्शकबिन। यो सडकको अवस्था कस्तो छ के छ भनेर चाहिँ हामी राख्दैछौँ। जाने सवारी साधनको मात्रै चाप छ, आउने छैन। पछाडिबाट बस आएको छ, मैले बाटो छोडिदिएँ। र यो पुल पनि चलिसकेको छ, सवारी साधन कुद्ने भइसकेको छ डाङडुङ पुल। बाटो मिलेको ठाउँमा ठुलो बनाउने कामहरू हुँदैछ। काठमाडौँ मुगलिन सडक खण्ड अन्तर्गत सडकमा यो भिडियो बनाउँदैछु दर्शकबिनमा। र यो ठाउँमा सडक निर्माणको कार्य भइरहेको छ। त्यसैले यो भिडियो बनाउँदैछु दर्शकबिन।
सोप्लेङ खोला को पुल यहाँ बन्दैछ दर्शकबिन। काम केही पनि सुरु भएको छैन, यहाँ पनि अवस्था उस्तै छ। त्यसैले म अगाडि बढिसकेँ दर्शकबिन। सोप्लेङ खोला यो ठाउँमा कालोपत्रे हुँदाखेरि म आएको थिएँ। अहिले चाहिँ हामी कुदिरहेका छौँ कालोपत्रे सडकमा। भिडियो मैले धेरै राखेको थिएँ यो एरियाको। जुङ्गे खोला यहाँ पनि, र यो पर्खाल लगाइएको छ यहाँ पहिरो जान्छ भनेर।